यहाँ त लास्ट टुरिस्टहरू आउनुहुन्छ घुम्न हेर्नु त कस्तो छ ठाउँ हेरौँ अनि यहाँको जू भन्ने ठाउँ हो साथीहरू। आज पनि हामी यसो छुट्टी थियो घुम्न आएको। यहाँ चाहिँ टन्नै घुम्न आउनुहुन्छ नि मान्छेहरू चाहिँ। कस्तो छ हेरौँ यो ठाउँ चाहिँ यस्तो छ। विद्यार्थीहरू पनि आउनुहुन्छ घुम्न। यो चाहिँ टुरिस्ट एरिया हो। हेर्नु त यहाँको मान्छेहरू बस्ने ठाउँहरू भयो। यहाँ चाहिँ यस्तो ठाउँ रहेछ यो उहरू बुन्ने के कपडाहरू बनाउने हातैले। हेर्नु यहाँको र नेपालको समथिङ उस्तो उस्तै मिल्दो रहेछ कि। बाथरुम छ यो घरहरू पनि समथिङ नेपालको जस्तै छ है साथीहरू। हेर्नु त यहाँ चाहिँ जालहरू पाइँदो रहेछ माछा मार्नको लागि जालहरू। हेर्नु ढडिया हो यो माछा मार्ने। यहाँ र यो रोमानियाको मान्छेहरू र नेपालको मान्छेहरू समथिङ उस्तै उस्तै के। हेर्नु त यो खल्छाको घर ढड्डी हो कि के भन्छ यो हाम्रो तराईतिर मिल्छ त हो मोटो मोटो गरेको। फेरिसाको चाहिँ यो प्रत्येक ठाउँहरूमा अनेक अनेक मेसिनहरू भयो। अनि यहाँको मान्छेहरूले पहिला पुर्खौली के भन्छ मेसिनहरू भयो सामानहरू कसरी आफ्नो जीविका पार्जन गर्थे सबै छ क्या यो ठाउँमा। यो म्युजियममा चाहिँ फेरि घुम्न आउनु होला। सिभिउतिर हुनुहुन्छ भनेपछि चाहिँ यो जू भन्ने ठाउँमा चाहिँ एकचोटि घुम्नु होला। एकदमै राम्रो ठाउँ छ यो जू भन्ने ठाउँ चाहिँ। अब हामी चाहिँ यसमा जान्न गइरहेको छौँ। कस्तो छ यो चाहिँ हेरौँ है साथीहरू। यो चाहिँ भत्के छ हौ पुरानो रहेछ नि। अब धेरै वर्ष पुरानो भयो नि त। यस्तो भएको छ ताला लागेको छ। यो चाहिँ भत्केको है दिदी। मिल्दो रहेछ यहाँ पनि मिल्दो रहेछ ऊ लगाएको छ पाइँदैन। यो चाहिँ खतरा खा यो चाहिँ काठको हो नि त धेरै पुरानो भयो नि त त्यही कारणले गर्दा भाँचिन सक्छ मान्छेलाई चोटपटक लाग्न सक्छ। उस्तो भएपछि ज्यान नि जान सक्छ भनेर यहाँ चाहिँ यो लगाइदिनु सावधान भनिरहेको छ। यहाँ चाहिँ जानु हुँदैन। हाँसहरू छ हेर्नु यस्तो छ ठाउँ।